हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। म तपाईँहरूको सामने फेरि पनि उपस्थित भइसकेको छु नयाँ भिडियो एन्ड भ्लग लिएर होइन। आज हामी कहाँ जाँदैछौँ भने हाम्रो आमा, म चाहिँ आमैसँग मात्रै हिँडिरहेको हुन्छ क्या प्रायः। क्या हामी चाहिँ आज यहाँनिर आज हामी कहाँ गएको भने च्याउ खोज्नु जाँदैछौँ जङ्गलमा। म र आमा मात्र। हेर्नुहोस् अनि हामी चाहिँ कति च्याउ लिएर आउँछौँ त हाम्रो जङ्गलमा। अच्छा कति च्याउ पाउँछ त हेर्नुहोस्। अनि हामीले च्याउ खोज्नको लागि कहीँ पुग्यौँ भने यहाँ खार्मी डोमेको घरदेखि भन्छ नि त, त्यही खार्मी डोमेको घर। अनि त्यहीँदेखि ओह्रालो लाग्दैछौँ। बाटो चाहिँ यस्तो लेउ लागेको छ होइन। जति बेला जे पनि जति बेला लड्न पनि सकिन्छ अरे क्या। अनि त्यही भएर बिस्तारै बिस्तारै हिँड्नुपर्छ। हाम्रोमा चाहिँ पानी मात्र आएकै थियो। अनि अलिक भर्खर रहेर अनि त्यही भएर आमा र म चाहिँ आएछौँ। हजुर छैन होला, सिस्नु त पाउँदैन होला यता। सिस्नु त नलगौँ, सिस्नु पनि लग्ने भने चाहिँ हामी चाहिँ च्याउ खोज्न आएको, खोइ सिस्नु पनि लग्ने भन्छ नि त। एकदम फुल्दाउँदै मलाई जवानको बिचतिर च्याउ खोज्न गयौँ लाग्यौँ। हामी चाहिँ घरदेखि हिँडेको मान्छे यस्तो जङ्गल घारीमा आइपुग्यौँ। हजुर खोइ यस्तो घारी डुलाउँदो हुन्छ। आमाले मलाई कहाँ लगेको मलाई थाहा छैन अरे क्या। अनि हामी चाहिँ च्याउ खोज्नु भनेर आएको, तर च्याउ भेटिन्छ जस्तो मलाई लागेको पनि छैन होइन। अरू एसीको छुट्टीमा अरू घुमेर बिताउँछु, तर म च्याउ खोज्ने बस्ने यस्तै छ अरे क्या। अनि रमाइलो भइरहेछ आमा च्याउ खोज्दा। रमाइलो भइरहेछ नि एकदम भन्ने हुन्छ अरे क्या। मैले चुइम खाँदै आउँदैछु होइन। यो पर खार्मी डोमेको घर भन्छ, तर त्यहाँ कोही मान्छे बस्दैन। अनि हाम्रो चाहिँ च्याउ कति भेट्छौँ आज हामीले। अनि हेर्नुहोस् हाम्रो के मसरुम कति भेट्छौँ। इङ्ग्लिस पनि आउँदैन टुटाफुटा इङ्ग्लिस पनि हान्दिउँ कहिले। च्याउ चाहिँ यस्तो मुढातिर हुन्छ होइन, तर मुढा त भेट्यौँ, तर यो नखाने यस्तो यो के खालको च्याउ मात्र उम्रिरहेको रहेछ, के गर्नु अब। अनि त्यही भएर लाग्यौँ हामी चाहिँ अलिक च्याउ अलिक धेरै भएको ठाउँतिर। अब कस्तो पानी चुहिँदैछ यार यहाँ माथिदेखि, तप पानी चुहिँदैछ। म त पानी पो आउनु थाल्यो सोच्दै थिएँ। हाम्रो आमा चाहिँ लाग्नु भयो अगाडि। आमा बुढो भए पनि यत्तिको हुन्छ क्या, यत्तिको हिँड्न सक्ने मान्छे चाहिँ। अरू हुँदैन नि यस्तो, हामी त डराउने छैनौँ अरे क्या। मलाई चाहिँ आमाले पोरपरार देखेको च्याउ खोज्न ल्याएको अरे। पोरपरार थियो अरे यो घारीमा होइन च्याउ, तर अहिले छैन रहेछ घाँस भन्दै हुन्छ। ए भगवान् मारो बुझे मारो। हामी चाहिँ आइपुग्यौँ होइन च्याउ खोज्ने ठाउँमा, तर एउटा च्याउ छैन। के गर्नु अब यस्तै छ जङ्गल घारी डुल्ने। अनि त्यसपछि झन्डै लड्नु भयो आमा। यो आमाले मलाई कहाँ ल्याएको क्या। एउटा निङ्ग्रो खोजौँ भने निङ्ग्रो पनि छैन, च्याउ खोजौँ भने च्याउ पनि छैन। निङ्ग्रो चाहिँ बल्ल एउटा टिप्दै हुन्छ यहीँ। के गर्नु अब च्याउ भेटिँदैन जस्तो छ। च्याउ खोज्न आएको मान्छे, तर घाँस कत्रो धेरै रहेछ भाइ। घाँस मात्रै हेर्दा हुन्छ, तर घाँस चाहिँ काट्नु सक्ने होइन है बित्थामा। म चाहिँ भिडियो मात्र बनाउनु आएको है, तर खोज्न चाहिँ आएको होइन। कति भिडियो बनाउँदो रहेछ आमालाई मात्र खोज्नु जाँदा भन्नुहुन्छ होला। के गर्नु, म त रहरले आएको होइन, करले आएको हो। अन्त यस्तो छ घारी। उता परतिर ठुटा छ, म त्यहाँ हेरेर आउँछु ल कस्तो रहेछ यता। यहाँनिर आमा यस्तो घारी छ होइन। ठुटा त छ क्या, यहाँ छ, यता त ढुङ्गा हो रहेछ। छैन हौ छैन, के गर्नु। खोज्नु जाँदा चाहिँ यस्तो हुन्छ क्या, च्याउ खोज्नु जाँदा पनि यस्तो ठुट्टामा यो के खालको च्याउ, यो च्याउ खानु मिल्दैन नि होइन। यस्तै मात्र छ भाइ, च्याउै छैन। यत्रो ठुट्टामा खोजेँ च्याउै छैन। अब के गर्नु, च्याउ नि छैन, निङ्ग्रो नि छैन। जङ्गलमा डुल्न आएको जस्तो मात्र, त्यो घरमा बसेर अल्छी लगाएर डुल्न आएको जस्तो मात्र भयो क्या। च्याउ निङ्ग्रो केही नै इधर। म त थाहा गएँ बरु अरू ठाउँतिर पाउँछ होला, त्यो पल्लोपट्टितिर पाउँछ होला है। खोइ पिगम चपाउने हिँड्ने कामै केही छ जङ्गलमा। अलैँची अरे निङ्ग्रो नभएपछि आमा मेरो जिब्रो आयो उयसले। फाइनली हामीले चाहिँ च्याउ भेटिसक्यौँ होइन। आमा यहाँ यस्तो रहेछ नि त, कि खाने नै हो। यस्तो छ है च्याउ, बल्ल भेट्यो छ रहेछ आमा।
यो गाइस अनि यो आएपछि नभेटी हुन्छ यो हामीले भेटीमै च्याउ चाहिँ फाइनल यसरी ठुटामा यसरी पलाएको हुन्छ क्या च्याउ थाहा छैन होला तर हामीलाई थाहा छ म भन्दिनँ अब त्यसरी नै हाम्रो आमै पनि माथिदेखि हो आउनु यहाँ छिटो गाइस भेटिमी च्याउ झरो एउटा त चाममा च्याउ यसरी पलाउँछ क्या कुना कुनामा यसरी धोरा छैन अब 4-5 दिन आयो भने चाहिँ टन्नै हुन्छ जस्तो छ कि हामीले आमै तम्सेको देखेर यहाँभित्र हेर्नु थोरै छैन च्याउ रातभरि जाग्यो बुढी जिउँदै भने रातभरि जाग्यो बुढी जिउँदै भने गजब बेइज्जती है यस्तो निङ्रो केही भेट्न अब छिचिमिरा हेर्नु न गाई छिचिमिरा आमा छिचिमिरा हामीले चाहिँ यत्रो माथिदेखि आएको मान्छे हिँडेको मान्छे अहिले तल्लो रोडमा ठिकै मान्छे यो किन टालेको भन्दाखेरि आँखा धेरै फुरफुर आयो अनि यस्तो उयो टालेको भने केही हुँदैन नि त अलिक त्यो टालेको होइन निङ्रो च्याउ पनि भेटिएन जङ्गल डुल्नु आएको जस्तो मात्र भयो अनि अब फेरि माथिल्लो रोडदेखि आएको मान्छे तल्लो रोडमा निक्ल्यौँ अनि यहाँ परतिर पहिला सधैँ पाउँछ नि त एउटा ठाउँ थियो अनि त्यहाँनिर जाँदैछौँ त्यहाँनिर चाहिँ छ भन्ने आशाको साथ हिँडेको तर के गर्नु छैन जस्तो लाग्दैछ हेर्नुहोस् त्यहाँ छ कि छैन त देख्न सक्छ यहाँको भ्यू होइन आम्मा कस्तो दामी देखिरहेको रहेछ पानी रहेर अनि यस्तो घाम फेरि यता चाहिँ धुम्मिँदै आउँदैछ कति धुम्मिन्छ क्या अब यहीँनिर हो यो यहीँनिर छ हामीले खोज्न आएको ठाउँ चाहिँ यहीँ यो रोडकै यता भित्रपट्टि अघि छैन हेर्नु त्यहाँखेरि उयो यत्रो चप्पल भिजाइदियो छ्या हामीलाई यहाँनिर गर्लमै छिरे यहीँ हो यही ठुटामा होइन म आएको चाहिँ तर छ कि छैन हेरौँ ल्या छैन कि क्या हो छैन गाई चाहिँ छेपाराकै भित्ती मात्र छ यो छेपारा मात्र हो गाई छैन ल यत्रो यहाँ छ भनेर आएको छैन बाबाको आइडिया हेरेर नि च्याउ भेटेन नि यहाँभित्रै टोपी हालेर हिँडेको अरे अनि घरमा चाहिँ अलिक धेरै ल्यायो भन्ने हुन्छ अरे छेत्रिनीको दिमाग चाहिँ हुन्छ क्या गाई चाहिँ कैसा लगा मेरा मजाक अनि अलिक धेरै देख्यो नि त यो टोपी हेरेर यो टोपी नझिक्दा त टोपी नराखेको त यति मात्र छ नि त यति टोपी राखेपछि धेरै देखिन्छ दिमाग चाहिँ लाग्यो हो हाम्रो आमैले नभेटेर निङ्रो र च्याउ नभेटेर के भयो हामीसँग साग छ यो साइली साग होइन हामी चाहिँ यो टिप्न थाल्यौँ फेरि यो पनि तरकारीमा त खानु मिल्छ यो साग हो यो साह्रै मिठो हुन्छ त्यही भएर हामी फेरि यो पनि टिप्न थाल्यौँ यहाँनिर आफ्नै घर गाउँमा फलेको ताजा अर्ग्यानिक साइलीको साग टिप्नतिर लाग्यो अच्छा अरे क्या अब च्याउ भेटिएन अब के गर्नु आमा चाहिँ साग टिप्दै हुन्छ मलाई चाहिँ अल्छी लाग्यो क्या अनि त्यहाँबाट बसिरहेको छु यो उक्काएर फालिदियो नि हुन्छ अब त होइन अनि हाम्रो आमा चाहिँ साग टिप्दै हुनुहुन्छ अनि म चाहिँ साइडमा बसेर हेरिरहेको छु यसरी चुइगम चप्पाउँदै अघि घाम लागेको थियो अहिले फेरि धुम्मियो त्यस्तै छ यहाँको मौसमको अवस्था चाहिँ घरि एकछिनमा रमाउँछ एकछिनमा रिसाउँछ हाम्रो मौसम यस्तै छ मौसम तिमी किन रिसाउँछौ यति धेरै अब फेरि पानी आउन लाग्यो होइन कति प्यातर प्यातर बोल्यो यस्तै हो गाइस हामी चाहिँ खोज्दैछौँ अब घर जान्छौँ अनि हेर्नुहोस् घर पुग्दा के हुन्छ हाम्रो हालत बागा गाइस यहाँ देख्न सक्नुहुन्छ छिचिमिरा होइन आम्मा यति धेरै छिचिमिरा आम्मा यस्तो यो सिधै छिचिमिरा निक्ल्यो भने चाहिँ घाम लाग्छ होइन अनि यस्तो कालो छिचिमिरा निक्ल्यो भने चाहिँ पानी पर्छ होइन फेरि पानी आउने रहेछ क्या जस्तो लाग्यो है मलाई यस्तो धेरै निक्लिरहेको छ घरबाट निक्लेपछि जङ्गलमा पनि खान पाइन्छ क्या यसरी अनि ऐसलीको बोटमा आइपुग्यो होइन आम्मा यत्रो धेरै घरदेखि निक्लिनुपर्छ जङ्गलमा पनि खान पाइन्छ यस्तो हुन्छ लक्कीहरूको हारे क्या अब ऐसली खाने हो होइन टिप्दै चुइगम चाहिँ फाल्दै मैले तर राम्रो चाहिँ देखिनँ हौ मैले एसी अस्ति भर्खर सकेको जस्तो लाग्छ र कति छिटो रिजल्ट आउन लाग्यो क्या अब टेन्सन सुरु एसीको रिजल्टको टेन्सन सुरु अरे क्या टेन्सन छ ऐसली खाऊ चित्त बुझाऊ अरे क्या अब के गर्नु टेन्सन लिएर रिजल्ट राम्रो आउने होइन त भन्न सक्दिनँ अनि रिजल्ट आउन लाग्यो अब 5-6 दिन कि त 1 हप्ताको रिजल्ट आउँछ त्यस्तै छ अनि हामी चाहिँ लाग्यौँ घरतिर नभेटेपछि अब बस्नु भएन ऐसली चाहिँ यति मात्र छ आम्मा छिचिमिरा यत्रो धेरै छिचिमिरा निक्लेको छ यहाँ त झन् आम्मा थोडा छैन भिडियोमा चाहिँ यस्तो मजाले देखेको छैन तर नि यत्रो धेरै चल्लाहरूले खाँदैछ यहाँनिर छिचिमिरा यत्रो धेरै छिचिमिरा निक्लेछ राम अब फेरि बेलुका वाक्कै लाउने भयो
खाना खाऊँ यहाँनिर यत्रो धेरै सर्प पनि निक्लिनु सक्छ यार यस्तो झिसमिरा निक्लेको बेला त यी कालो कलरको झिसमिरा यी आम्मा पुरै निक्लिनु रहेछ हौ र हामी चाहिँ पुग्न लाग्यौँ आजको मौसमको अवस्था दामी देखिरहेको छ गाइस हामी चाहिँ च्याउ साग खोजेर पनि आइपुग्यौँ होइन यहाँ बस स्ट्यान्डमा बसिरहेको छौँ अनि हामीले चाहिँ धेरै पनि ल्याउनु पाइनौँ थोरै नै छ होइन अनि आजको चाहिँ मैले जङ्गल डुलेको भ्लग के कस्तो भयो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद त्यो भ्लग चाहिँ एकदमै छोटो भयो होला तर पनि राम्ररी हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब र नयाँ हुनेले इन्स्टा र टिकटकमा फलो गरिदिनु होला भन्दै अर्को भ्लगमा भेटौँ बाई बाई गाइज